साथीहरु नमस्कार, स्वागत छ। र आज म तपाईहरुलाई नेपालमा हाल बाख्राको अवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी दिन जाँदैछु। यदि तपाईहरु पनि यस विषयबारे जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला। पशु सेवा विभागको जानकारी अनुसार बाख्राको संख्या सबभन्दा धेरै अर्थात 1,84,00,000 रहेको छ र संसारमा जम्मा 351 प्रकारका बाख्राका प्रजातिहरू पाइन्छ र एसिया महादेशमा मात्र 146 प्रजातिका बाख्राहरू रहेका छन् भने नेपालमा च्याङ्ग्रा, सिनाल, खरी र तराई गरी 4 प्रजातिका बाख्राहरू पाइन्छ र विगत केही वर्षदेखि बोयर जातका बाख्रा अभियानका रूपमा पाल्ने गरेका छन् र यी बाख्रा बोयर जातका बाख्रा बढी फाइदा हुने भएकाले व्यवसायिक किसानहरू यसतर्फ आकर्षण हुन थालेका छन्। बाख्राको संख्याको करिब 92 देखि 93% एसिया र अफ्रिका महादेशमा पाइन्छ र विश्वव्यापी बाख्रा पालनको तथ्याङ्क हेर्दा संख्याको आधारमा नेपाल 10औं स्थानमा रहेको छ र पहिलो स्थानमा चीन र दोस्रोमा भारत पर्दछ। हालका केही तथ्याङ्कहरू हेर्दा पहिलोको 10-12 वर्षको अवस्था हेर्दा बाख्राको संख्या 37% बढी वृद्धि भइरहेको छ। नेपालमा बाख्राको संख्या 1,87,65,009 वटा रहेका छन् भने स्याङ्जा जिल्लामा मात्रै 2,34,659 वटा रहेका छन्। र यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि मन पर्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला।